हेलो गुड मर्निङ एन्ड नमस्ते। आज चाहिँ म बागलुङबाट है, आज हामी बागलुङ कालिका घुम्न गएको। बिहानको फर्स्ट आवरमा हामी कालिकाको मन्दिर दर्शन गऱ्यौँ। त्यसपछि ल्याएर हामी पुल घुम्न गयौँ। भेना अगाडि अगाडि हुनुहुन्छ, म चाहिँ टक्क पछाडि पछाडि दामी तरिकाले हिँडिरहेको थियौँ है। मौसम एकदम चिसो थियो, एकदम मनोरम, यस्तो आनन्द आइरहेको थियो। रातभरि नाइटमा गएको यस्तो अप्ठ्यारो भइरहेको थियो है। त्यो पनि मन्दिर गएर बिहानको यो भ्युज देखेपछि यस्तो आनन्द आयो कि। अगाडि भेना हुनुहुन्छ, भेनाले मोबाइल हेर्दै हुनुहुन्छ। ल भेना हाई गरिदिनु। त्यसपछि यो पुलबाट तल देखिएको यो कालीगण्डकी हो। यो कालीगण्डकी यस्तो राम्रो छ कि हाम्रो देशमा स्रोत र साधन त एकदम भरपुर मात्रामा छ। अलिकति सरकारवालाको निकायको ध्यान आकर्षण यतातिर गयो भने चाहिँ दामी हुन्छ। यो पुलमा यस्तो राम्रो हाम्रो ठ्याक्क घडी हेरेर पुल तरेको चाहिँ 10 मिनट लाग्दो रहेछ है। भेनाले पनि मनोरम दृश्य मोबाइलमा कैद गरिरहेको हुन्छ। यस्तो दामी थियो है। तल कालीगण्डक यस्तो मजाले बगिरहेको, तल हाइवे यस्तो दामी, देख्दा पनि मनै आनन्द आउने यस्तो रमणीय ठाउँ छ कि नेपालमा। तल चाहिँ टक्क कालीगण्डक यस्तो बगेर यो बर्खाको टाइममा त एकदम ठुलो हुन्थ्यो, अहिले चाहिँ हल्का सानो रहेछ। हामी चाहिँ यस्तो भिजिट गरेर